विक्रम सम्वत 2079 चैत 21 गते काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो फेसबुकमा एउटा फोटो सार्वजनिक गर्छन्। मेयर बालेन्द्र शाह धरानका मेयर हर्क साम्पाङलाई कार्यालयमा स्वागत गर्दै गरेको यो तस्बिर पोस्ट गर्दै उनले क्याप्सनमा हामीलाई देशको प्रगति गर्न कसैले रोक्न सक्दैन भन्दै पोस्ट गर्छन्। त्यसको केही महिनापछि ऋषि धमलासँगको अन्तर्वार्तामा हर्क साम्पाङलाई सोधिन्छ, तपाईको मिल्ने साथी को हो? हर्क साम्पाङको जवाब आउँछ, बालेन्द्र शाह। तपाईको सबभन्दा प्रिय साथीको मेयरमा क्या? मेयरहरुमा हाम्रो बालेन्द्र सर। किन बालेन्द्र सरप्रति तपाईको त्यति आसक्ति किन? के कारण? आसक्ति भएन, राम्रो मान्छे हो उहाँ। राम्रो मान्छे हो। अहिले पनि 2 घण्टा जति बात मारेर आयो। कसरी राम्रो मान्छे बालेन्द्र सर? 1 2 3 मलाई बताउनुस् त। मलाई त राम्रो लाग्छ मलाई त। काम गर्नुहुन्छ एक्सन ओरिएन्टेड, हामी दुई मिल्छौँ त्यो कुरामा क्या। उहाँ त झन् साह्रो नै एक्सन ओरिएन्टेड, धेरै बोल्नुहुन्न। यो कुनै औपचारिक जवाब थिएन, त्यो समयको यथार्थ थियो जहाँ हर्क र बालेन एउटै आन्दोलनका दुई प्रतीक थिए। दुवै स्वतन्त्र उम्मेदवार, दुवै पुराना दल विरुद्ध उभिएका आवाज, नारा होइन काम गरेर देखाउने नेतृत्वका प्रतीक। जनताले उनीहरूलाई एउटै नाम दिए, जेन्जी आन्दोलन। त्यो समय न प्रतिस्पर्धा थियो त केवल एउटा सपना। तर राजनीति भने सधैँ भावनाले चल्दैन, राजनीति चल्छ शक्तिले, पहिचानले र भविष्यको दाबीले। जेन्जी आन्दोलन भने बढ्दै गयो, सडकबाट सोचसम्म, नाराबाट निर्णयसम्म। र यही आन्दोलनभित्र एउटा चुपचाप प्रश्न जन्मियो। प्रश्न भने कुनै नारा थिएन, प्रश्न कुनै पोस्ट थिएन, प्रश्न थियो नेतृत्वको। जेन्जी आन्दोलनको नेतृत्व भने कसले लिने? त्यही चर्चा चुलिँदै गर्दा हर्क साम्पाङ भने धरानबाट काठमाडौँ आइपुग्छन्, सडकमा उत्रिन्छन्, आन्दोलन लगाउँछन्, नारा लगाउँछन्। भिड भने बढ्दै जान्छ, आवाज चर्किन्छ, क्यामेरा घुम्छ। तर उनले बोकेर आएका सपना यहाँ भने साकार हुँदैनन्। र जब सपना अधुरो रहन्छ, हर्क साम्पाङ फेरि धरान नै फर्किन्छन्। धरान फर्किएपछि हर्क साम्पाङका फेसबुक स्ट्याटसहरू भने बदलिन थाल्छन्। अब ती स्ट्याटसहरू केवल श्रम र सङ्घर्षका हुँदैनन्, त्यहाँ तीखोपन छ, आक्रोश छ र सङ्केत छ। नाम भने लिँदैनन्, तर निशाना सबैले बुझ्छन्। यहीबाट सुरु हुन्छ फेसबुक प्रतिस्पर्धा। मञ्च अब सडक होइन, मञ्च अब सभा होइन, मञ्च हो फेसबुक। एकातिर मिडियाको केन्द्रमा रहेका क्यामेराले खोजिरहने काठमाडौँका मेयर बालेन्द्र शाह, अर्कोतिर आफूलाई व्यवस्था गरिएको महसुस गर्ने सङ्घर्षबाट आएका धरानका मेयर हर्क साम्पाङ। एउटै आन्दोलन, फरक यात्रा, फरक दृष्टि। हिजोका साथी आज साथी रहेनन्। साथी अब केवल तुलना बनियो। पोस्टमा, शब्दमा, सङ्केतमा राजनीति भिडन्त हुन भने थालियो। हर्क साम्पाङको उग्र अभिव्यक्तिपछि मौन बस्दैनन् काठमाडौँका मेयर बालेन्द्र शाह। उनी सडकमा बोल्दैनन्, मिडियामा कराउँदैनन्। उनी लेख्छन् त केवल फेसबुकमा मात्र, डियर हर्क साम्पाङ, तिमीले गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिनँ। एकतर्फी सही तर साँचो। यो स्ट्याटस भने केवल भावनात्मक जवाब थिएन, यो त एउटा सन्देश थियो। म प्रतिस्पर्धामा जान चाहन्न, तर राजनीति सधैँ भावनाले चल्दैन, राजनीति चल्छ महत्त्वकाङ्क्षीले। यसरी मित्रतादेखि प्रतिस्पर्धा र अन्ततः हर्क साम्पाङ भर्सेस बालेन्द्र शाह। यो लडाइँ हो राजनीति शक्ति र महत्त्वकाङ्क्षाको। अब भने प्रश्न उठ्छ, कसले गल्ती गर्यो, कसले फाइदा उठायो, कसले योजना बनाउन भने चुक्यो? र यो टकरावले नेपालको राजनीतिलाई कुन दिशातिर लैजाँदैछ? यहाँबाट सुरु हुन्छ तथ्यको विश्लेषण। अब भने हामी हेर्ने नै छौँ अङ्क, घटना, पोस्ट र प्रतिक्रियाहरू। भिडियो सुरु गर्नु अघि कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। तपाईँको एउटा सब्स्क्राइबले हामीलाई यस्ता थप गहिरो अध्ययन, तथ्यमा आधारित र अर्थपूर्ण भिडियोहरू बनाउन ठुलो मोटिभेसन दिनेछ। त्यसैले ढिला नगरी लेट्स गो भिडियो। एक समय यी दुईलाई जनताले एउटै सपना देख्थे, एउटै आक्रोश त एउटै आशा। तर आज यी दुई भने आम्ने सामने छन्। हर्क साम्पाङ र बालेन्द्र शाह, मित्रबाट प्रतिस्पर्धी। सवाल एउटै, जनताले कसलाई खोजिरहेका छन्? विक्रम सम्वत 2079 को स्थानीय चुनाव। पुराना दलप्रति आक्रोश, सिस्टमप्रति असन्तुष्ट। त्यही बेला उदाए दुई स्वतन्त्र अनुहार। बालेन भने काठमाडौँमा विद्रोहचित, हर्क भने धरानमा श्रम र सङ्घर्षको राजनीति। न पार्टी न सङ्गठन, तर जनताको समर्थन।
हर्क र बालेन किन एउटै धारमा देखिए? दुवै स्वतन्त्र, भ्रष्टाचार विरोधी, काम गरेर देखाउने शैली। यो गठबन्धन थिएन, यो थियो त केवल जनताले बनाएको छवि। तर समयसँगै सन्तुलन बिग्रिन थाल्यो। बालेनको राष्ट्रिय अन्तर्राष्ट्रिय चर्चा, मिडिया हाइप, हर्क भने अपेक्षाकृत स्थानीय सीमामा। यहीबाट सुरु भयो अदृश्य प्रतिस्पर्धी। बालेन शाह टेक्नोक्रेट, कानुन र प्रणाली, कडा निर्णय। हर्क साम्पाङ आन्दोलनकारी, श्रम संस्कृति, भावनात्मक अपिल। दुवै काम गर्छन् तर तरिका फरक। टक्राव भने अब सङ्केतमा सीमित रहेन, यो भने सार्वजनिक नै भयो र सबैभन्दा बढी भने सोसियल मिडियामा। हर्क साम्पाङका फेसबुक पोस्टहरू। हर्क साम्पाङले भने बालेन शाहमाथि खुलेर आरोप लगाउन थाले। विदेशी दलाल, सिस्टमको प्रतिनिधि, नयाँ अनुहार, पुरानै शक्ति। आरोप भने केवल व्यक्तिमाथि होइन, राष्ट्रिय स्वतन्त्र पार्टी पनि उनको निशानामा पुग्यो। यो आलोचना थियो कि आगामी चुनावको पूर्व तयारी। अब भने रेखा कोरियो। एकातिर राष्ट्रिय स्वतन्त्र पार्टी, अर्कातिर भने श्रम संस्कृति पार्टी। बालेन र शाह भने राष्ट्रिय स्वतन्त्र पार्टी, हर्क साम्पाङ भने श्रम संस्कृति पार्टी। हर्कका लागि रासोपा नयाँ खोलमा पुरानै शक्ति, बालेनका लागि श्रम संस्कृति पार्टी। आन्दोलन छ तर राज्य चलाउने संरचना छैन। प्रधानमन्त्री बन्न भने अब कुन बाटो सही? अब प्रश्न मेयरको होइन, अब प्रश्न भने देशको नेतृत्व हो। बालेन र शाह कि हर्क साम्पाङ? दुवैजना भने भावी प्रधानमन्त्रीको दौडमा छन्। चुनाव पछाडि त मै हो प्रधानमन्त्री। तपाईको प्रधानमन्त्री फागुन 21 गतेको निर्वाचन मै हो प्रधानमन्त्री। को हो त प्रधानमन्त्री? बालेन शाह। हे त्यस्ता मुला कुरा छोडिदिनुहोस् त, छोडिदिनुहोस्। यता सुन्नुहोस्, कुरा नगर्नुहोस् है। त्यत्रो जेन्जीको तपाईँको छैन अन्त्येष्टिसम्ममा तपाईँको नजाने मान्छे नै होइन रहेछन् त नि मान्छेहरू त होइन। अनि त्यस्तो मान्छे प्रधानमन्त्री बन्ने? कसले बनाउने प्रधानमन्त्री? नेपालीले बनाउने कि विदेशीले? नेपालीले चाहिँ हर्क साम्पाङलाई बनाउनु खोजेको छ। तर बाटो भने फरक छ। राष्ट्रिय स्वतन्त्र पार्टी, संस्थागत संरचना, संसदमा उपस्थिति, सिस्टमभित्रबाट भने सुधारको दाबी। श्रम संस्कृति पार्टी, सडक, श्रम र आन्दोलन, सिस्टम बाहिरबाट दबाव, जरो हल्लाउने राजनीति। प्रधानमन्त्री बन्न सिस्टम चाहिन्छ कि सिस्टम भत्काउने शक्ति? बालेन र शाह रासोपा, पार्टी संरचना, संसद सरकार बुझाइ, प्रशासनिक अनुभव, जनआन्दोलन क्षमता। बालेनसँग सिस्टम छ तर प्रश्न सिस्टमले उनलाई कति स्वतन्त्र छोड्छ? हर्क साम्पाङ श्रम संस्कृति, ग्रासरुट कनेक्सन, आन्दोलन र दबाव क्षमता, पार्टी विस्तार, राष्ट्रिय संरचना। हर्कसँग ऊर्जा छ तर प्रश्न ऊर्जाले मात्रै देश चल्छ? प्रधानमन्त्री बन्न सडक चाहिन्छ कि संसद? जनता भने दुई धारमा छन्। पहिलो सिस्टमभित्र पसेर भने बदल्ने, दोस्रो सिस्टमलाई भने तोडेर नयाँ बनाउने। बालेन्द्र आक्रोश र संरचनाको आशा, हर्क आक्रोश र प्रतिरोधको आवाज। तर सत्ता भने आक्रोशले होइन निर्णयले चल्छ। बालेन्द्र शाह सिस्टमको भरमा अघि बढ्दै, हर्क साम्पाङ भने सिस्टमसँग भिड्दै। दुवैजना भने प्रधानमन्त्री बन्ने दौडमा छन्। तर बाजी भने कसले मार्ला? तपाईलाई प्रधानमन्त्री चाहिएको, व्यवस्थापक कि आन्दोलनकारी? तपाईहरू कुन पक्षमा हुनुहुन्छ? अब निर्णय भने तपाईहरूको हातमा छ। भिडियो भने हजुरहरूलाई कस्तो लाग्यो? मन परेको भए च्यानललाई अवश्य सब्स्क्राइब गरिदिनु होला र आफ्नो प्रतिक्रिया पनि कमेन्ट बक्समा छोड्न भने नबिर्सनु होला।